आज यो देशमा खरबौं रुपैयाँ झन्डै 15 खरब रुपैयाँ यो आर्थिक वर्षमा मात्रै हामीले जनप्रतिनिधि र कर्मचारी पाल्दै गएको छ। यसलाई अन्त्य गर्नका लागि अब चाहिँ हामी त्यो लाइनमा जानुपर्छ र यो आन्दोलनको सुरुवाती चाहिँ हामीले प्रदेश संरचना खारेज गर्ने, बुद्ध हिन्दू त्रिराष्ट्रको वैदिक सनातन हिन्दू राष्ट्र ल्याउने, राष्ट्रपतिको ठाउँमा राजा राख्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउने, यो व्यवस्थामा हामी अब देश अब भरि हामी एकजुट बन्न चाहन्छु र अन्य पार्टीका साथीहरूलाई पनि अपिल गर्न चाहन्छु, तपाईँ राजनीति राष्ट्रसत्ता पुनर्स्थापनाका लागि हुने आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली जनतालाई रापरपा नेपालका नेता ज्ञानेन्द्र शाहीले आग्रह गरेका छन्। उनले सम्पूर्ण देशभक्त नागरिकहरू एकता भएर यो लडाईँमा लड्नुपर्ने भन्दै पत्रकारहरूसँग कुरा गरेका छन्। इच्छा र भावना विपरीत नजानुस्। तपाईहरुको एउटा मात्रै अप्सन छ, अब कि त सच्चिनु पर्यो कि त सकिनु पर्यो। तपाईहरुसँग सहकार्य गरेरै जाने हो। हामीले त्यसमा तपाईहरु द्वन्द्वमा फेरि देश लिन चाहन्नौ, हामी शान्तिपूर्ण जान चाहन्छौँ। प्रदेश पाल्न सक्दैनौँ, तपाईलाई थाहा भइसक्यो। राष्ट्रपति व्यवस्थाले आज देशको पुरै बिजोग अवस्था भयो। आज अहिलेका 3वटा राष्ट्रपति चाहिँ को जनताको छोरी हो त? अहिलेका 3वटा राष्ट्रपति को जनताबाट चुनाव जितेर आएको हो त? यो त भन्ने मात्र नहो हैन र? अनि संसद पनि आज 884 जना छन्। हामी पाल्न सक्दैनौँ। यो देशको अर्थव्यवस्थाले धान्न सक्दैन। राष्ट्रिय हित छैन। अहिलेको राजा पनि जनताको नै छोरा भएका हुनाले राष्ट्रपतिको ठाउँमा राजा ल्याउने र राष्ट्रसत्ता सहितको प्रजातन्त्र र कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने कुरा आफूहरूले वकालत गरेको र आफूहरूले चाहिरहेको कुरा ज्ञानेन्द्र शाहीले गरेका छन्। रापरपाले गरेको यो निर्णयमा आम जनताहरूले साथ दिने कुरामा उनी विश्वस्त रहेको पनि बताएका छन्। राष्ट्रिय झण्डामा एकजुट बनेर आउन अपिल गर्दछौँ र यसमा कुनै पार्टी पंक्ति भन्दा पनि राष्ट्रिय झण्डामा हामी एकजुट हुनेछौँ। हस्, धन्यवाद। आन्दोलनको नेतृत्व गर्ने भन्ने विषय थियो नि त, अब नवराज सुवेदीजीको नेतृत्वमा तपाईहरु आन्दोलित हुनुहुन्छ या तपाईको पार्टी अध्यक्ष? अब त्यो आन्दोलन समितिका साथीहरु नै सबै यहाँ अब यही मूल आयोजकमै आइसकेपछि अब यसलाई तपाईले आफै बुझ्नुस् न है। अब तपाईहरु जसरी तपाईहरुको उद्देश्य भनेको राष्ट्रसत्ता पुनर्स्थापना, राष्ट्रसत्ता मात्रै होइन, तपाईहरुले एउटा नपत्याउने अवस्था अथवा पूर्व पञ्चलाई नै फेरि जिम्मेवारी दिने अवस्था त्यही भएर त आज राष्ट्र मूल आयोजक समितिले नयाँ निर्णय गर्ने र राजेन्द्र लिङ्गदेनजीकै नेतृत्वमा जाने भन्ने कुरा गर्यो। अब प्रदेश पाल्न नसकिने कुराको पनि उनले जानकारी दिएका छन्। संघीयताको खारेजी हुनुपर्ने कुरा समेत ज्ञानेन्द्र शाहीले राखेका छन्। राजा कहाँ विदेशी हुनु त त्यो देशको हो? त्यो भए हुनाले म अहिले पनि के भन्न चाहन्छु भने सिर्फ राष्ट्र संस्था र हिन्दू राष्ट्रको कुरा होइन, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, प्रदेश खारेजी हो। हस्, धन्यवाद। मन्त्रीमा यहाँले धन्यवाद।